गरेर बोल्छ। त्यसले पहिला मेरो फर्स्टमा के अरे भिडियो उठाएर तथा नम्रन्डी बेस्या भालु पाकिस्तानको रखाल भनी। मैले यति मात्रै भनेको थिएँ, पाकिस्तान भाइ लोग जंग जीत गए तो सिक्किम दार्जिलिङ मणिपुर लिपुलेक लिपु हजुर हमको देना भनेको थिएँ। किन मलाई त के लाग्यो भने हाम्रो सिक्किम दार्जिलिङ त हाम्रो पुर्खा। जय हिन्द, जय नेपाल। अहिले जुन सोसियल मिडियामा इन्डिया र नेपालको जुन यो हेट फैलाउने सिचुएसन क्रिएट हुँदैछ, यस्तो सिचुएसन न इन्डिया र नेपालको कहिले थियो न अहिले छ, न म आशा गर्छु भविष्यमा कहिले हुनेछ। यो सोसियल मिडियामा अलिकति भ्युजको लागि यो ममता लिम्बू जस्तो केटीहरू नेपालपट्टिबाट इन्डियाले एक्चुअली म स्ट्रेट भनौँ भने इन्डियाले कहिले पनि नेपाललाई यस्तो सानोतिनो दुईटा देशमा सानोतिनो विवादहरू हुने सम्भावना त्यो हर देशमा हुन्छ, तर इन्डियाले नेपाललाई कहिले पनि आफूभन्दा अलग नजरले त्यसरी हेरेको छैन। म पुरा इन्डियालाई पनि दोष दिदिनँ, पुरा नेपाललाई पनि दोष दिदिनँ। एक दुईजनको कारणले यो दुईटा देशको सम्बन्ध कहिले पनि बिग्रिने छैन हैन। जहिले देश आजाद भएको थिएन त्योभन्दा पहिलादेखिको इन्डिया र नेपालको रिलेसन चलेर आएको। इन्डियाले नेपालसँग 5वटा स्टेट सेयर गर्छ, ठिक छ। 3तिरबाट म त्यो दुबईको भाडा मोल्ने बहिनी त्यसलाई नेपालले एक्सप्लेन गरिदिनु, ठिक छ। हाम्रो बसको बात छैन त्यो। म तपाईहरुलाई म नेपालको एजुकेटेड मान्छेहरुलाई एक्सप्लेन गरिदिन्छु, ठिक छ। लजिकल एक्सप्लेनेसन। यो जुन नेपालले इन्डियाले जुन 5वटा स्टेट सेयर गर्छ नेपालसँग, टपमा आउँछ सिक्किम, त्यसको तल छ वेस्ट बेङ्गल, यो जुन म अहिले जहाँबाट भिडियो बनाउँदैछु। त्यसपछि आउँछ बिहार, त्यहाँबाट आउँछ उत्तर प्रदेश, त्यसको बाद आउँछ उत्तराखण्ड। अनि यो जुन सीमा मिचेको यो जुन त्यो आइमीले भन्दै थियो त्यो हो यहाँको। उसले यहाँ एउटा काली खोला छ, त्यसको एउटा स्टार्टिङ पोइन्ट छ लिपुलेकमा, एउटा स्टार्टिङ पोइन्ट छ लिम्पियाधुरामा। लिम्पियाधुरा नेपालले भन्छ कि लिम्पियाधुराबाट स्टार्टिङ ओरिजिन हो, इन्डियाले भन्छ कि लिपुलेकबाट। यो एउटा सीमाको विवाद छ, इन्डिया अहिले फिलहाल इन्डियाकोमा छ। इन्डियाले नेपालसँग आफ्नो बर्डर मात्रै सेयर गर्दैन, इन्डिया नेपालसँग इन्डियाको धार्मिक आस्था जोडिएको छ, सनातन धर्म। इन्डिया छोडेर हिन्दू धर्म जुन इन्डिया छोडेर अरू जुन कन्ट्री छ त्यसमा एउटा नेपाल पनि आउँछ, ठिक छ। धर्म हाम्रो सेम हो, भाषा सेम छ, जाति सेम छ। यो बहिनीले भन्छ हाम्रो आर्मी हामीलाई गोर्खा आर्मी रिटर्न गरिदियो। कुन चाहिँ आर्मी रिटर्न गरिदिनु? तिमीहरूको जति पपुलेसन छैन नेपालमा त्योभन्दा धेरै नेपाली हाम्रो इन्डियामा छ। छोरी मान्छे हो त्यही लागि मैले अपशब्दको इस्तेमाल गरेको छुइनँ। छोरा मान्छे भएदेखि अहिले गाली बर्सिहाल्थ्यो, ठिक छ। छोरी मान्छे भएर छोरी मान्छे हो भनेर मैले त्यस्तो रिप्लाई दिएको छुइनँ। न म अरू मेरो इन्डियन अब यहाँ आएर यो इन्डिया हो यत्रो छ इन्डिया, यहाँबाट रिप्लाई दिनु थाल्यो भने त सोसियल मिडिया ह्याङ हुन्छ नेपालको। नेपालसँग हाम्रो इन्डियाको कुनै पनि दुश्मनी छैन, न भविष्यमा कहिले होस्, किनकि एउटा नेपाल नै छ जहाँ इन्डियाको धार्मिक आस्था मिल्छ, भाषा मिल्छ, त्यौहार मिल्छ। तिमीहरू दसैँ तिहारमा चाइना त जाँदैन होला नि देउसी खेल्नु, भैलो खेल्नु, कि पाकिस्तान जान्छ? यो बहिनीले भन्छ मेरा पाकिस्तान का भाई लोग इंडिया को जीत के सिक्किम हमको देना। अरे पाकिस्तानको लडाइँमा यो फिलहाल अहिले भर्खर पानी रोकिदिएको छ, अगेर कन्डो धुने पानी छैन, तिमीलाई कहाँबाट सिक्किम ल्याएर दिन्छ पाकिस्तान आर्मीले? यी तिम्रो पाकिस्तानको भाइ लोग यहाँ सरेन्डर हुनुहुन्छ, यहीँ छ फोटो। मेरो लास्ट मेसेज यही हो दुईटै देशलाई। ममता लिम्बू जस्तो क्रिएटर जो छ इन्टरनेटमा अझै छ 2-4वटा, यस्तोहरूको कुरा सुनेर यस्तो फाल्तुको कन्ट्रोभर्सीलाई अगाडि बढाउने कुनै मतलब छैन। इन्डिया र नेपालको रिलेसन खराब हुने सम्भावना नाको बराबर छ। किनकि हेर म कुनै ठुलो कुरा गरेको होइन, तर हेर नेपाल हेर माथि चाइना छ, तल इन्डिया छ। अब वारको सिचुएसन अगर नेपाल र इन्डियाको बिचमा क्रिएट भयो भने यसको परिणाम मलाई सायद बताउनु दरकार छैन हैन। अनि नेपाल र इन्डिया हमेसादेखि
म एउटा देशको रूपमा हेर्छु नेपाललाई पनि। एज अ इन्डियन नेपाललाई म आफ्नो हामीले कुरा गर्दा पनि हाम्रो नेपाल हाम्रो दाजुभाइहरू। अनि मलाई लाग्दैन कि इन्डिया र नेपालको बिचमा यस्तो कुनै टपिक छ यसरी सोसियल मिडियामा आएर डिस्कस गर्ने। अलरेडी नेपाल र इन्डियाको रिलेसन राम्रै चलेर आएको छ, अहिले पनि राम्रै छ, भविष्यमा पनि राम्रै हुन्छ। अनि मेरो लास्ट मेसेज यही हो दुइटै कन्ट्रीलाई, इन्डियालाई पनि नेपाललाई पनि। ममता लिम्बू जस्तो क्रिएटर अनि ऊ जस्तो अझै 2-4 जना यस्तोहरूको भिडियो उठाएर देशमा दुईटा देशमा तनावको स्थिति पैदा गर्ने कुनै पनि दरकार छैन। यिनीहरूलाई सिरियस लिनु पनि जरुरी छैन। मैले तपाईँलाई लजिकल रिजन पनि बताइदिएँ। छ नेपाल र इन्डियाको बिचमा कुनै कुनै सानो डिस्प्युटहरू छ, त्यस्तो भइबस्छ। अरू त्यसको लागि वारको सिचुएसन क्रिएट गर्ने जरुरी छैन। पाकिस्तानसँग भिख माग्नु दरकार छैन। कहाँबाट लाएर दिन्छ सिक्किम? आफ्नो देश सम्हाल्नु सकेको छैन तिमीलाई सिक्किम मणिपुर पाकिस्तानले जितेर दिन्छ। ठिक छ, नेपाल र इन्डियाको बिचमा कुनै पनि त्यस्तो परिस्थिति छैन। यो सब फेक न्युज हो जुन पनि इन्टरनेटमा फैलाउँदैछ। सीमाको जुन सानोतिनो विवाद छ त्यो बादमा त्यो ममता लिम्बूलाई दुबईमा बसेर हेर्ने दरकार छैन। इन्डियन गभर्मेन्ट र नेपाल गभर्मेन्टले आपसमा मिलाइहाल्छ। बस तिमी आफ्नो भाँडा मोल्दै बस, तिम्रो जे काम छ जेको लागि स्यालेरी पाउँदैछौ तिमी दुबईमा बसेर यहाँ इन्डियाको खिलाफ भिडियो बनाउने त्यो फाल्तु काम नगर। सीमाको विवाद इन्डियन गभर्मेन्ट र नेपाल गभर्मेन्टले हेरिहाल्छ। उहाँ दुबईमा बसेर यो दुईटा देशको बिचमा हेट फैलाउने जरुरत छैन। नेपाल हाम्रो लागि पहिला जति जरुरी थियो अहिले पनि त्यति नै जरुरी छ। पाकिस्तानसँग नेपाललाई कम्पेयर नगर। नेपाल हाम्रो इट्स लाइक के भन्छ हार्ट। नेपाल हाम्रो मुटु जस्तै हो। नेपाल र इन्डियाको रिलेसन कहिले खराब हुनै सक्दैन, यो इम्पोसिबल हो। दुईटै कन्ट्रीमा एजुकेटेड मान्छेहरू छ, दुईटै कन्ट्रीलाई हिस्ट्री थाहा छ। जय नेपाल जय भारत। यस्तो नहोस् कुनै दिन कि यता राखेको मिसाइलहरू